गरे ज्याकेट लगाउनु पर्छ गरे माटुले गर्मीले यहाँ पापिसक्यो मान्छे ज्याकेट लगाएर हेर्दै क्या ज्याकेट लगाएर हिँड्नु पर्ने क्या माथि फोकटमा अनि ड्युटीमा किन अनुशासन भएन अरे हेर्दा अनुशासन गर्मीले नाकबाट सिगान सागबाट आउने बेला कस्तो भएको मान्छेले अनुशासन हेर्दा अनुशासन मर्ने बेला भइसक्यो मान्छे अनुशासन बदला फोकटमा हुन्छ नि यार अलिकति हुन्छ नि यार मान्छे हेर हामी पनि अलिकति छाडा छोड्दा के हुन्छ कसको बाउ के जान्छ र फोकटमा मान्छे भएर मान्छेको पदमा बस्न दिनुपर्छ नत्र भने आन्दोलन हुन्छ जेन्जी जस्तै गरेर जस्तै हो के भने अर्का ठाउँमा आएपछि सागबाट पसिना निकाल्ने नाकबाट सिगान निकाल्ने यस्तै हो जिन्दगी रमाइलो छ जिन्दगी आहै भन भाइ राम्ररी भन भ्याउँछु रे फेसबुक र मोबाइलमा मात्र